ले वेलकम टु माई युट्युब च्यानल गाइज। ल हामी पफुलामा आइसकेका छौँ र अहिले पानी परेको हुनाले छाता, यहाँ बस्ने कुर्सी, यहाँ मेरोमा बल्छी देख्न सक्नुहुनेछ। हामी पफुलामा आइसकेका छौँ र आज पानी परिरहेको छ। बिहानैदेखि पानीले एकदम समस्या दिइरहेछ। अहिले पनि परिरहेछ अनि अलि सानो परेको छ। यहाँदेखि उयो गरेको छ। अस्ति आउँदासम्म यहाँ पानी अलिकति पनि थिएन, अहिले लगातार पानी परेर होला यहाँ पानीको बहाव बढेको छ। र अस्ति मैले फिसिङ गरेको यहाँ बसेर गरेको पानी तन्नै भइसकेछ। यहाँ बस्ने ठाउँ पनि छैन। अब अर्को लोकेसन खोज्न जानु पर्यो। यहाँ पानी परिरहेको छ र यहाँनिर मूलको पानी जुन यो रिजर्भरमा जम्मा हुने पानी यो हो। र यहाँदेखि यसरी यहाँ हामी चाहिँ साला यहाँ चाहिँ मैले यहाँनिर फिसिङ रड र छातालाई चाहिँ यहाँ राखेको छु। यहाँ बस्ने ठाउँ पनि रहेछ र हामी यहाँदेखि यसरी यहाँ छिरेर अनि त्यसपछि यहाँ गएर चाहिँ फिसिङ हान्ने हाम्रो प्लानिङ भयो। पानी परिरहेको छ। आज यो पानी पर्दाखेरि यो ताल सबै माथिसम्म भरिएर आएछ। बस्ने ठाउँ पनि छैन खासै र हामीले त्यहीँनिर त्यो बस्ने अलिकति राम्रो यो एरियामा यहाँ देखियो। त्यही भएर चाहिँ यहाँ जाने चाहिँ हाम्रो प्लानिङ छ। ल लेट्स अब हामी यहाँदेखि छिरेर जान्छौँ। हाम्रो साला यहाँ बसेका छन् र अब हामी यहाँदेखि छिरेर यहाँ गएर हान्छौँ। ल अब हामीले फाइनली बल्छी हामीले सेटअप गरेका छौँ र मैले यहाँ दुईवटा यो एउटा सेटअप गरेको छु र यहाँ चाहिँ पुरा दम्म बादल लागेको छ। यो पानी पनि धमिलो छ अनि हाम्रो सालाले यहाँ एउटा अनि वहाँ पर एउटा दुईवटा बल्छी जम्मा 4वटा मात्रै बल्छी यो स्पेस सानो भएर अहिले फेरि बल्छी जुट्ला भनेर हामीले जम्मा 4वटा बल्छी थापेका छौँ। ल लेट्सी अब पानी धमिलो छ यस्तोमा माछा पर्दैन भन्छन् तर ठिकै छ। अब परे पनि नपरे पनि हामी चाहिँ सालाले अब घन्टी पनि जोइन गरिसके। अब माछाले तान्यो भने चाहिँ घन्टीले आवाज देला र हाम्रो सामानहरू यता लथालिङ्गै छ यी सेटअप। र झोला मैले रुख मुनि राखेको छु प्लास्टिकले पानी परेर अघि। अहिले पानी चाहिँ रोकिएको छ। माछाले जम्प हान्यो त्यहाँनिर ठुलो माछाले सालामा जम्प हान्यो साला माछाले। अब यो बल्छीमा आउँछ माछाले न्यु खोज्दैछ। जुन माछा चकचकी हुन्छ त्यही हो कि बल्छीमा पर्ने चाहिँ। ल लेट्सी अब धरिराखौँ र यतातिर अब चाहिँ पानी नपरे हुन्थ्यो भनेको तन्न बादल लागेर बसेछ। यहाँ हुसु कहीँ केही देखिँदैन, गुम्म गरेको छ। यहाँ यस्तो छ यतादेखि छेउदेखि कल सानो पानी बगिरहेको छ। झन्डै नै हाम्रो गाउँको खोला मात्रै। र यहाँ अस्ति म आएको ठाउँमा चाहिँ पुरै पानी भरिएछ यो साइडमा, त्यही भएर बस्ने ठाउँ पनि छैन र हामीले त्यही भएर यस्तो अलिकति अपाएको अलिक गाह्रो ठाउँमा आएर चाहिँ राखेका छौँ। र आज त मौसम पनि अलि अँध्यारो छ, एकदमै डुम्म परेको। उतातिरको बिल्डिङहरू पुरै देख्न छोडेको छ। वहाँ पर पुरै माछाले दाइ भानिरहेछ यता। लेट्सी अब बल्छीमा पो पर्ने हो कि होइन। ल एकछिन धरे गरौँ त। अब यहाँ सालाको स्याट तानेको छ। ल उद्घाटन बिगार्नु भएन नि साला यार। राम्रो रे त्यसरी तान्ने होइन, बिस्तारै। ले हाम्रो प्रेम राणाको फर्स्ट उद्घाटन हुँदैछ यहाँ। ल बल्छी अड्के तान्ने किन हुँदैन। अल्छी आयो स्याबास भइरे स्याबास। ओहो ल साला यार यसो कमेन्ट दिउँ न त फर्स्ट। मैले भन्दै थिएँ आज दामी पऱ्यो नि साला यार खासै पऱ्यो नि यार। त्यहाँ मेरोले पनि तानिरहेछ हल्का, त्यो सानोले होला। आमामा ल है कस्तो दामी यार सेट। हाम्रो फर्स्ट क्याच आजको सालाले यार दामी चिल्लो। ल बधाई छ है यार। आधा किलो जति होला। ल स्याबास
आज यहाँ मौसम यस्तो गरेको थियो, च्यालेन्ज गरेको थियो। आज पर्दैन कि भन्ने सोचिरहेको थिएँ। म त झन् यहाँ पानीमा कुर्सिएर आएर बसिरहेको थिएँ। मेरोले पनि तानिरहेछ त्यहाँ, त्यो ठुलो नभएको भएर झ्याउ लागिरहेछ। ल ल ल बधाई छ साला। सिल्भर रहेछ यार। यहाँ सालाको यो बल्छीले हल्का तानिरहेछ। यो त्यो सानो सानो पऱ्यो होला। यहाँ यसरी यसरी खेलाइरहेछ। तान्नु साला तान्नु। तान्नु परिरहेछ होला। त्यसरी झाप्प नगर्नु, माछा जान्छ। परेछ ल ल ल ल ठिक्कको परेछ, त्यस्तो ठुलो होइन। अँ अहिलेको जत्रो त छ त हो र। लाग्छ। ल ल ल ल ल ओइ परेछ यार। कछुवा रहेछ माछा। ल हाम्रो सालाले कछुवा पो रहेछ। ओ माई गड, ठुलो छ यार कछुवा यार। कछुवा परेछ नि यार सालाले यार। होइट, ओ माई गड, ले कछुवा पो पर्यो। ए ठङ्क के भएन, कहाँ थिउँ काट्छ यार। कहाँ हुने यार। यसलाई कहाँ राख्ने? ल यहाँ चाहिँ कछुवा परेर हो निल्नु नउकाल्नु भयो। यत्रो ठुलो कछुवा परेछ। ल के गर्ने साला यार, हेर्दै डर लाग्यो यो। अब यसलाई बनाउन पनि आउँदैन। अड्केछ भने एकठाउँबाट ए समस्या ल्याउनु भयो त यार। यो त यार ए कसले किन्छ होला यो है। अहिले यहाँ जस्तो गरेछ। के छ यतापट्टि पनि परेछ होला। यो यहाँ ताने, यो सानोले तान, सानोले। ओए डर पऱ्यो डर। ओइ लग्यो त। ओ यो त ठुलो परेछ साला यार। है बिस्तारै है। आमा मेरो बल्छीमा यो बल्छी त एकदम लकी छ कि। ऊ भयो दामी परेछ यार त्यहाँ। माछा गयो त। आयो 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 आयो। ल है साला। ओइ बिस्तारै बिस्तारै ल है। आम कहाँ गयो यो। कम अन गाइस। ओहो ओइ आयो आयो आयो। ल हाम्रो मिस्टर प्रेम राणाले डबल अघि कछुवा यो यार। ओहो आजको हिरै मैले तेरे आजको यार नम्बर 1। अर्कोले पनि परिरहेछ यहाँ आज मिस्टर राणा प्रेमको। उही परेछ यार। ओ ए दुईटा मसिना तिलापियाहरू परेछन्। ल ठिक छ। नमस्कार सम्पूर्णमा। हामी चाहिँ यहाँ फिसिङ आएको। अहिले चाहिँ म फिसिङ गर्ने ठाउँमै छु र अहिले चाहिँ मौसम हल्का राम्रो हुँदै आएको छ र पानी पर्न पनि छोडेको छ। मौसम हल्का खुल्ला भएर आएको छ र अहिलेसम्ममा हामीले प्याज पनि राम्रै गरियो। अहिले मौसम पुरा खुल्दै आएको छ, पानी चाहिँ परेको छैन र अहिले एकदम ठिक्क भएको मौसम। धन्न इन्द्रदेव भगवान्ले चाहिँ पानी पठाउनु भएको छैन। हामीले यहाँ बल्छी राखेका छौँ। अहिलेसम्म बहुत रमाइलो भइरहेछ। हामीले अहिलेसम्ममा 3टा ठुल्ठुला माछा, एउटा कछुवा पारेका थियौँ र कछुवालाई चाहिँ हामीले छोडिदियौँ। अहिले चाहिँ 3वटा ठुला माछा र केही मसिना माछाहरू परेको छ र हामी अहिले अब वेटिङमा छौँ। यो 4वटा बल्छी हाम्रो सालवटा छन्। अहिले वरिपरिको दृश्य यता छ। म भन्दा पछाडिको चाहिँ पानी बगिरहेछ। यहाँनिर यस्तो राम्रो छ यो। त्यो पनि त्यो फुल फुलिरहेछ यहाँनिर यसरी र बल्छी हामीले हानेर बसेछन्। त्यस रमाइलो भइरहेछ अहिलेलाई। ल ठुलो तान्छ पर हान्यो हान्यो। हो यता यता तान्नु यस यो बिचमा पार्नु त। यस ओए खतरा परेछ यार। यो मिस्टर हेमको
उद्घाटन भयो बल्ल अहिलेसम्म हाम्रो मिस्टर प्रेम शालाले चाहिँ ए नतोड्नु है हेर ए मासला नछोड्नु आँखा फुइ ओ तेरी यार ओ मेरो सपोर्ट है ए भिडियो चाहिँ अब त्यस्तै भयो होइन ए तेरी त्यो बियर पनि त्यस्तै भयो अब छोडिदिनु आमामा वहाँ पर लाग्छ ठुलो छ यार खजाले लाग्छ त आज साथीहरूलाई पनि पारिन्छ यार छ कहाँ घुमायो यार यता मेरो अर्को बजीसँग जोसिन गयो यार आइए ए ल ए वेलकम अहिले यस्तो फुस्किने त होइन यार होइन फुस्किँदैन अझै तान्नु वे नभन्दै यार तानेछ है साला यार के गर्छन् यार साला होइन ओ खतरा परेछ यार ल ले कहाँ चुतिने छैन कहाँ नहुने यार यो यस्तै गर्छन् ल ये हाम्रो प्रेम राणा आजको यार टप क्याचर ले है के को फुस्किने यार साला एकछिन ल म मात्र ल आजको हाम्रो टोटल क्याच आम्मामा ओहो खतरा पर्यो आज पारियो भेना सालाले आमा लगाएर माछा कति छ 7 पिसेस ओह माई गड हाम्रो चाहिँ अहिलेसम्मको हाइएस्ट क्याचै होला भेना सालाको र मलाई अनि ओहो डह्रो पऱ्यो आज हाम्रो माछा अझै हामीले चाहिँ बल्छी थापेर राखेका छौँ र अब हामी अँध्यारो पनि भइसक्यो लगभग अब हामी घर जान्छौँ होला अब एकछिन फुर्छौँ र ल अनि यो पनि भिडियो हालेर तपाईँहरूको समक्ष राख्नेछु मन परेमा लाइक सब्सक्राइब र कमेन्ट पनि गरिदिनु होला र धेरै धेरै धन्यवाद हस् त गुड नाइट